गुगलको नयाँ टुल नोटबुक एलएम। यसले गर्दा के अब OneNote वा एभरनोट जस्ता एपहरू बन्द नै हुने हुन् त? आजभोलि धेरैको मनमा यही प्रश्न खेलिरहेको छ, तर वास्तविकता हामीले सोचेको भन्दा अलि फरक छ। आउनुहोस् आज यसको चुरोकुरो के हो त्यो बुझौं। एकछिन, यदि कसैले नोटबुक एलएमलाई सिधै OneNoteको ठाउँमा प्रयोग गर्न मिल्छ भनेर सोचिरहनु भएको छ भने सायद तपाईँले यसको वास्तविक उद्देश्य नै बुझ्नु भएको छैन। यो तुलना नै सही होइन। हो, यो सोच एकदमै गलत हो। हेर्दा उस्तै उस्तै लागे पनि यी दुई टुलहरूको काम गर्ने तरिका र उद्देश्य आकाश पातालको फरक छ। आजको यो विश्लेषणले यही कुरालाई छर्लङ्ग पार्नेछ। नोटबुक एलएम हाम्रो नोट लिने एपलाई हटाउन आएको होइन, बरु त्यसलाई एउटा नयाँ सुपर पावर दिन आएको हो। आजभोलि सामाजिक सञ्जाल होस् वा टेक फोरमहरू जताततै एउटै चर्चा छ। अब आफ्ना सबै डकुमेन्ट्सहरू नोटबुक एलएममा सार्ने र पुराना नोट एपहरूलाई विदा गर्ने। तर यो धारणा एउटा ठूलो भ्रममा आधारित छ। र खास कुरा यही नै रहेछ। नोटबुक एलएमलाई एउटा डिजिटल नोटबुक सम्झिनु नै सबैभन्दा ठूलो गल्ती हो। यो त वास्तवमा एउटा एआई सञ्चालित रिसर्च इन्जिन हो। यसको काम फाइलहरू थुपार्नु मात्र होइन, बरु ती थुप्रिएका फाइलहरूभित्र लुकेको ज्ञानलाई बाहिर निकाल्नु हो। त्यसो भए यी दुई फरक फरक उपकरणहरूको वास्तविक उद्देश्य के हो त? ल आउनुहोस् तिनीहरूको कामलाई अलि छुट्याएरै हेरौँ न। यहाँ हेर्दा भिन्नता एकदमै स्पष्ट देखिन्छ। एकातिर छन् OneNote जस्ता एपहरू। यिनीहरूको काम भनेको सूचनालाई सुरक्षित राख्नु, व्यवस्थित गर्नु र सङ्ग्रह गर्नु हो। भनौँ न यो एक किसिमको डिजिटल दराज जस्तै हो। अनि अर्कोतिर छ नोटबुक एलएम, जसको काम चाहिँ कागजातहरूलाई बुझ्नु हो, त्यसबाट सारांश निकाल्ने, सम्बन्धहरू खोज्ने र नयाँ विचारहरू उत्पन्न गर्ने। छोटकरीमा भन्दा एउटा भण्डार गर्नको लागि हो, अर्को चाहिँ विश्लेषण गर्नको लागि। यो भिन्नतालाई अझै सजिलोसँग बुझ्नको लागि एउटा एकदमै सरल र गजबको उदाहरण हेरौँ। साधारण भाषामा भन्दा OneNote वा नोसन भनेको हाम्रो व्यक्तिगत डिजिटल पुस्तकालय जस्तै हो। एउटा यस्तो ठाउँ जहाँ हामी हाम्रा सबै किताबहरू, नोटहरू र जानकारीहरू सुरक्षित र व्यवस्थित रूपमा राख्छौँ। तर नोटबुक एलएम भनेको त्यो पुस्तकालयमा बसेको एक स्मार्ट प्रोफेसर जस्तै हो। एक यस्तो विशेषज्ञ जसले त्यो पुरै पुस्तकालय पढेर तुरुन्तै जवाफ दिन सक्छ। कुन किताबमा के लेखेको छ, के कुरा महत्त्वपूर्ण छ र ती सबैको गहिरो अर्थ के हो भनेर। हो, त्यसैले यो कुरा बुझ्न एकदमै जरुरी छ। यदि हामीले त्यो प्रोफेसरलाई केवल किताब थन्क्याउने काममा लगायौँ भने, अर्थात् नोटबुक एलएमलाई नोट सेभ गर्न मात्रै प्रयोग गर्यौँ भने हामीले यसको वास्तविक शक्तिलाई त्यसैखेर फालिरहेका हुन्छौँ। ल अब जब हामीले यो भिन्नता राम्ररी बुझ्यौँ, प्रश्न उठ्छ त्यसो भए यी दुवैलाई सँगसँगै कसरी प्रयोग गर्ने त? सबैभन्दा स्मार्ट रणनीति के हुन सक्छ? उत्तम रणनीति एकदमै सिधा छ। पहिलो, आफ्नो दैनिक नोटहरू, विचारहरू र लिङ्कहरू जस्ता कुराहरू पुरानै एपहरू जस्तै OneNote वा नोसनमा जम्मा गर्ने। र दोस्रो, जब कुनै जटिल PDF बुझ्नु पर्यो वा धेरै कागजातहरूबाट महत्त्वपूर्ण जानकारी निकाल्नु पर्यो हो, त्यति बेला नोटबुक एलएमको प्रयोग गर्ने। अन्तमा आजको यो पूरा छलफलको सार नै यही हो। नोटबुक एलएम हाम्रो पुरानो नोट लिने एपको विकल्प होइन, यो त त्यसको लागि एक शक्तिशाली अपग्रेड हो। यसलाई यसरी बुझौँ न, यो एउटा नयाँ बौद्धिक तह हो। यसको काम थन्क्याउनु यानि स्टोरेज होइन, सोच्नु यानि इन्टेलिजेन्स हो। यो एउटा आर्काइभ होइन, यो एनालिसिस हो, र यही नै यसको वास्तविक शक्ति हो। अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोचेर छोडौँ। जब हाम्रो परम्परागत नोट लिने प्रणालीमा यस्तो बौद्धिक तह थपिन्छ, यसले हाम्रो सिक्ने, सोच्ने र सृजना गर्ने तरिकालाई भविष्यमा कसरी र कतिसम्म बदल्न सक्ला?